साथीभाइहरू यो चाहिँ कोरिया बस्ने साथीभाइहरूको लागि चाहिँ एउटा यो अपडेट भन्दा पनि हामीले हेल्प मागे जस्तो भिडियो हो। हामीलाई चाहिँ यहाँ यस्तो दुईटा प्रकारको चाहिँ वेस्ट मेटेरियल्स राख्नको लागि चाहिँ ब्यागहरू दिएको छ। अब हामीले यहाँ बुझ्दै बुझेन कि यहाँ लेख्न त एउटा वेस्ट ब्याग भनेर लेखेको छ, अनि यसमा चाहिँ फुड वेस्ट भनेर लेखेको छ। त्यही पनि थाहै भएन कि यो फुड वेस्टमा के राख्ने अनि वेस्ट ब्यागमा चाहिँ के राख्ने। पहिले आएको साथीभाइहरू कोही कोरियामा हुनुहुन्छ भने चाहिँ हामीलाई चाहिँ हेल्प गर्नु पर्यो, कमेन्ट गर्नु पर्यो, मेसेज गर्नु पर्यो हैन। अब कुनमा चाहिँ के राख्ने भनेर। अनि पछि एउटा नबुझेको कुरा चाहिँ यो कोकको बोतलहरू, कफीको बोतलहरू कुनमा राख्ने मेसै भएन कि। अब आज चाहिँ यो फोहोर उठाउन आउँछु भनेर चाहिँ मेसेज आएको थियो। अब हाम्रो चाहिँ अब त्यसै लथालिङ्ग छ, त्यही भएर छिट्टो भन्दा छिट्टो चाहिँ यो भिडियो हेरेर चाहिँ तपाईहरुले चाहिँ कमेन्ट गर्नु पर्यो कुन प्लास्टिकमा चाहिँ कुन सामान राख्ने भनेर। अरु कुनै एउटा दुईटा एक्स्ट्रा के भन्छ यस्तै प्लास्टिकहरू किन्नु पर्ने हो कि होइन, कि सबै एकै ठाउँमा राख्न मिल्ने हो कि होइन, त्यो हामीलाई केही पनि थाहा छैन। यो भिडियो कोसँग पुग्छ, कोरियामा जो कोही भए पनि हामीलाई चाहिँ कमेन्ट गर्नु होला साथीभाइहरू। वी आर इन ट्रबल नाउ गाइज। हामीसँग धेरै टाइम छैन। यो भिडियो मैले भर्खरै पोस्ट हाल्छु, जसले देख्नुहुन्छ प्लिज कमेन्ट गरिहाल्नु है त। आज चाहिँ यो जान्नियो भने चाहिँ हामीलाई धेरै हेल्पफुल हुन्छ साथीभाइहरू। थ्याङ्क यू।